Yes, sir. हजुर हुन्छ हजुर मध्ये राज्यको म हो म्याम सरले भित्र बोलाइरहनुहुन्छ नमस्ते सर ए नमस्कार सुरेशजी बस्नुहोस् बस्नुहोस् थ्याङ्क यू भेरी मच तपाईँहरू हाम्रो कलेजमा एडमिसन गर्न आउनुभयो त्यसको लागि थ्याङ्क यू यो वर्ष चाहिँ कति डोनेसन गर्ने सोच्नु भएको छ त कलेजलाई डोनेसनको तपाईँ चिन्ता नगर्नुहोस् न सो बाबुको एडमिसन कन्फर्म भयो थ्याङ्क यू भेरी मच युआर वेलकम सर नमस्ते सर अब हजुर जानुहुन्छ भन्नुहोस् तपाईँ हाम्रो कलेजलाई कति डोनेसन दिन सक्नुहुन्छ खै सर डोनेसन त दिन नसकेला कि त्यसो भए सरी तपाईँहरू जस्तोलाई यो कलेज होइन सर त्यसो नभनिदिनु प्लिज मेरो भाइको बच्चादेखि यहाँ पढेर आएको छ सर यदि तपाईँले नै यस्तो भनिदिनु भयो भने हामी कहाँ सरकारी जान्छौँ कलेज जानुहोस् न डोनेसन दिनुपर्छ न महँगो पर्छ यहाँ त नो डोनेसन नो एडमिसन प्लिज सर के भयो मोहन तपाईँ एडमिसन लिनुभयो मोहन भाइ मैले त्यत्रो मेहनत गरेर पढेँ डिस्टिङ्सन ल्याएँ तैपनि मैले रोजेको कलेजमा एडमिसन पाइनँ हामी गरिबहरू कति अभागी रहेछौँ बाबु बाबु के गरिस् तैँले मेरो भाइ यो के गरिस् मैले तेरो एडमिसन गराइहाल्थेँ नि भाइ तैँले यो के गरिस् राज होइन त अझै रेडी भएको छैनस् ढिला हुन्न एडमिसन गर्न जानु छ मलाई पनि त अफिस जानु पर्छ म त कलेजमा एडमिसन गरिदिनु ड्याडी होइन किन र जुन कलेजमा एजुकेसनको नाममा बिजनेस हुन्छ म त्यहाँ कसरी पढ्नु गल्ती हाम्रै हो महँगो कलेज पढ्यो भन्दैमा शिक्षा राम्रो हुने भने त होइन नि आखिर जहाँ पढे पनि त शिक्षा एउटै हो म अब शिक्षाको नाममा बिजनेस हुन दिन्न ड्याडी म आजै गएर सरकारी कलेज जोइन गर्छु यदि मैले चाहिँ सबैले सोच्नु भयो भने एकदम अवश्य परिवर्तन गर्न सकिन्छ तँलाई जस्तो ठिक लाग्छ त्यसै गर्नु अल द बेस्ट माइ सन